हेलो गाइज, वेलकम टू आवर च्यानल स्मार्ट होस्ट। आजको भिडियोमा चाहिँ हामीले हेलो अल्केनको एमसीक्यू डिस्कस गर्छौं। योभन्दा अगाडिको तीनवटा भिडियोमा चाहिँ हामीहरूले हेलो अल्केनको डिटेल स्टडी गरेका थियौं। यदि हजुरहरूले त्यो तीनटा भिडियो हेर्नु भएको छैन भने त्यता हेरेर यता आउँदा चाहिँ एकदम बेटर हुन्छ, किनभने त्यहाँ चाहिँ हामीले सबै पढ्यौं नि त हेलो अल्केनको। त्यहाँ हेरेपछि अब एक्सरसाइज गर्न पनि एकदम हेल्पफुल हुन्छ। सो यति भन्दै आजको भिडियो चाहिँ हामीले एमसीक्यूबाट स्टार्ट गर्छौं है। यो भिडियो चाहिँ हामीले एमसीक्यू गर्छौं अनि हाम्रो नेक्स्ट भिडियोमा चाहिँ हामीले क्वेशन आन्सरहरु कन्भर्जनहरु चाहिँ गर्छौं है। सो ढिला नगरिकन हामीले एमसीक्यू स्टार्ट गरौँ है। एमसीक्यू को सबभन्दा फर्स्टमा रहेको छ व्हिच अफ द फलोइङ इज युजेस एनेस्थेटिक इन सर्जरी। रूपमा युज हुन्छ रे। एनेस्थेटिक भनेको के रे मैले भन्थे नि तिमीहरुलाई। एनेस्थेटिक भनेको चाहिँ बिरामीलाई बिहोस पार्ने औषधिहरु है। ल एक एक अप्सन चेक गरौँ है। सबभन्दा पहिला छ के छ CCl4। CCl4 भनेको के कार्बन टेट्राक्लोराइड हो। यो चाहिँ के यो एउटा अर्ग्यानिक सल्भेन्ट हो भनेर म तिमीहरुलाई अगाडि नै भन्थे हो। अर्ग्यानिक सल्भेन्ट भनेको यसमा अर्ग्यानिक कम्पाउन्डहरु मात्र घुल्छन् हो। त्यही भएर यो अप्सन ए चाहिँ हाम्रो भएन। सेकेन्ड को के छ हेर त C2H5O C2H5 यो भनेको के इथर हो भन्थे नि मैले तिमीहरुलाई। विलियमसन इथर सिन्थेसिस प्रोसेसमा पढाउँदा इथर हो भन्थे। अक्सिजनको वरिपरि अल्काइल अथवा एराइल ग्रुप छन् इथर हो। यो पनि एनास्थेसियाको रूपमा युज गर्न सकिन्न। अनि हाम्रो नेक्स्ट रहेको छ क्लोरोफर्म हो। यो चाहिँ क्लोरोफर्म पढाउँदा चाहिँ म तिमीलाई मैले भन्थे पहिला है आजभन्दा धेरै वर्ष पहिला जब मेडिसिन त्यति डेभलप भएको थियो नि त्यो बेला चाहिँ क्लोरोफर्म चाहिँ एनास्थेसियाको रूपमा प्रयोग गरिन्थ्यो। त्यही भएर हाम्रो एन्सर के अभियसली के भयो त CHCl3 क्लोरोफर्म हाम्रो यसको 1 नम्बरको एन्सर भयो। अनि हाम्रो यो नेक्स्ट अप्सन डी भनेको के छ रे CH3MgBr। यो भनेको के हो मिथाइल म्याग्नेसियम बोराइड ग्रिग्नार्ड रिएजेन्ट हो यो। ठीक छ। यो ग्रिग्नार्ड रिएजेन्ट पनि हामीले कसरी बन्छ भने अगाडि पढेको हो। रिएक्सन अफ मेटल्स विथ हेलो अल्केन भन्दै हामीले एउटा टपिकमा हेरेका थियौ। त्यो भिडियो चाहिँ तिमीले हेर है। भिडियो नम्बर 3 मा हो आई थिंक सायद। त्यो भिडियो चाहिँ तिमीले हेर है, त्यसपछि बुझ्छौ। नेक्स्ट क्वेशन हेरौँ हाम्रो प्रिपरेसन अफ इथर बाइ हिटिङ एन अल्काइल हैलाइड विथ सोडियम अल्कोक्साइड इज कल्ड। प्रिपरेसन अफ इथर बाइ हिटिङ एन अल्काइल हैलाइड है। अल्काइल हैलाइडलाई चाहिँ सोडियम अल्कोक्साइडसँग हिट गरेर इथर बनाउने प्रोसेसलाई के भनिन्छ हो। एउटा नेम रिएक्सन हो। तिमीले पढेका छौ भने चाहिँ याद हुनुपर्छ है। अगाडिको मैले पढाएकै थिएँ। त्यही भएर एक एक अप्सन हेरौँ। सबभन्दा वुड्स रिएक्सन भन्ने हेरौँ है। वुड्स रिएक्सन भनेको के थियो हेरौँ त। एक्जाम्पल चेक गरौँ हामीले। वुड्स रिएक्सन हाम्रो के थियो। वुड्स रिएक्सन भनेको चाहिँ 2 मोलिक्युल्स अफ अल्काइल हैलाइड चाहिँ केसँग सोडियम मेटलसँग इन द प्रेजेन्स अफ के ड्राई इथर युज गरेर हामीले के बनाउँथ्यौँ अरे RR भन्ने अल्केन बनाउँथ्यौँ। यो भनेको हाम्रो के वुड्स रिएक्सन भयो। भनेपछि यो अप्सन त भएन किनभने हामीले इथर बनाउनु छ। अनि अर्को छ फ्र्याङ्कल्यान्ड रिएक्सन। यो रिएक्सन पनि हामीले पढेको। फ्र्याङ्कल्यान्ड रिएक्सनमा फेरि के हुन्छ भने त यही अल्काइल हैलाइड हो। 2 मोलिक्युल्स अफ अल्काइल हैलाइड चाहिँ जिंक मेटलसँग इन द प्रेजेन्स अफ एसिटिक एसिड हो। एसिटिक एसिडसँग रिड्युस गर्दियो भने के हुन्छ यहाँ पनि अल्केन नै बन्छ। यो पनि हामीले अगाडि हेरिसक्यो। त्यसपछि हाम्रो नेक्स्ट के छ हेर त कार्बोलेमेन रिएक्सन। कार्बोलेमेन रिएक्सन चाहिँ मैले कहाँ पढाएँ तिमीहरुलाई क्लोरोफर्ममा पढेको नि त हामीले कार्बोलेमेन रिएक्सन। क्लोरोफर्म अनि प्राइमरी एमिन चाहिँ एक्वस केएच अथवा NH सँग हिट गरे भने एउटा गन्ध स्मेल आउने फाउल स्मेल आउने एउटा कम्पाउन्ड बन्छ जसको नाम आइसोसाइनाइड हो भनेर त्यहाँ पढेका थियौँ। अनि अर्को हाम्रो अप्सन रहेको छ विलियमसन रिएक्सन। विलियमसन रिएक्सन हामीले के पढेका थियौँ हेर त। यति अल्काइल हैलाइडलाई चाहिँ अल्को अक्साइडसँग है सोडियम अल्को अक्साइडसँग हिट गरे अथवा डिस्टिल गरे भने चाहिँ हाम्रो इथर बन्छ भन्ने पढेका थियौँ हो। ROR इथर बन्छ। भनेपछि यो इथर त बनिरहेछ। एन्सर त यही नै हो विलियमसन इथर सिन्थेसिस हो। त्यही भएर अप्सन के भयो डी भयो। त्यस्तै गरेर क्वेशन नम्बर 3 मा हेर त डाइमिथाइल इथर क्यान बी प्रिपेयर बाइ ट्रिटिङ मिथाइल आयोडाइड विथ। यो पनि हाम्रो के भयो विलियमसन रिएक्सन नै भयो नि। मिथाइल आयोडाइड भनेको हाम्रो के भयो अल्काइल हैलाइड भयो। अनि त्यसलाई केसँग ट्रिट गर्यो भने डाइमिथाइल इथर बन्छ रे। डाइमिथाइल इथर भनेको कस्तो सबभन्दा प्रोडक्ट हेरौँ त पहिला। डाइमिथाइल इथर भनेको CH3O CH3 हो। डाइमिथाइल इथर दुईतिरै मिथाइल छ नि त। O को दुईतिर मिथाइल ग्रुप भएर डाइमिथाइल इथर भयो। डाइमिथाइल इथर यसको आइयुपिएसी नेम के हुन्छ हेर त मिथोअक्सी मिथेन हो। पछि हाम्रो एउटा इथर भन्ने लेसन आउँछ त्यहाँ चाहिँ तिमीले डिटेल हेर्छौ है। त्यसको नेमिङदेखि लिएर प्रिपरेसन सबै पढ्छौ। यो विलियमसन रिएक्सन अनि त्यहाँ पनि आउँछ त्यो बेला पनि हेर्छौँ। अहिले पनि हेरौँ है। मिथोअक्सी मिथेन यसको के नाम भयो आइयुपिएसी नेमिङ भयो। हाम्रो रिएक्सन क्वेसन के सोध्छ भन्दा डाइमिथाइल इथर चाहिँ बाइ ट्रिटिङ मिथाइल आयोडाइड है। मिथाइल आयोडाइडसँग मिथाइल आयोडाइड CH3I मिथाइल आयोडाइडसँग के ट्रिट गरेर यो डाइमिथाइल इथर बनाउन सक्छौ अरे। यहाँ के भनेको के हुन सक्छ भन त अल्को अक्साइड हुन्छ। अल्को अक्साइडमा कुन लिने भने भन्छ हेर CH3I बाट के आयो CH3 आयो। अब यो बाँकी CH3 केबाट आउँछ त अल्को अक्साइडबाट आउँछ। अल्को अक्साइडमा त्यही भएर हामीले के लिन पर्यो CH3ONA लिन पर्यो। यसको नाम के भयो सोडियम मिथोअक्साइड। त्यही भएर हेलो अल्केनको रूपमा चाहिँ हामीले मिथाइल आयोडाइड लियो अनि अल्को अक्साइडको रूपमा चाहिँ सोडियम मिथोअक्साइड लिन पर्यो। त्यसो भए हाम्रो सोडियम मिथोअक्साइड भन्ने अप्सन कहाँ छ हेर त सोडियम मिथोअक्साइड सोडियम बी नम्बरमा रहेछ। त्यही भएर हाम्रो एन्सर के भयो
सोडियम मिथो अक्साइड। त्यस्तै गरेर अर्को हाम्रो एमसीक्यू रहेको छ डिडिटी इज युज एज डट डट डट। डिडिटी भनेको मैले तिमीले केमा पढाएको थिएँ हेर त, क्लोरोफर्म पढाउँदा चाहिँ त्यहाँबाट हामीले एउटा कम्पाउन्ड बनेको थियो नि क्लोरल भन्ने 1,1,1 ट्राइक्लोरो एसिटाल्डिहाइड भन्ने एउटा कम्पाउन्ड बनेको थियो हो, थाहा छ हो। त्यो चाहिँ डिडिटी बनाउन युज हुन्छ। डिडिटी भनेको के थियो भन्दा चाहिँ एउटा इन्सेक्टिसाइड थियो, झारपात मार्ने, किराहरू मार्ने, झारपात भन्दा पनि किराहरू के किरा फटेङ्ग्राहरू मार्ने खेतीबालीमा लगाएको। अनि यो चाहिँ त्यहाँ अर्को के भन्थ्यो भन्दा चाहिँ नेपाल गभर्मेन्टले चाहिँ यो डिडिटीलाई अहिले स्ट्रिक्टली ब्यान गरेको छ, किनभने यो नन बायोडिग्रेडेबल हो, इन्भाइरोमेन्टमा डिग्रेड हुँदैन, त्यही भएर यसलाई टोटल्ली ब्यान गरे हो। त्यही भएर यसको एन्सर के भयो त हाम्रो डीको भयो, इन्सेक्टिसाइड्सको रूपमा डिडिटी युज गरिन्छ है। पछि यो डिडिटी भन्ने आउँछ हामीले यसपछि हेलो अल्केनको पछि अर्को नेक्स्ट के लेसन छ भने चाहिँ हेलो एरिन छ। त्यहाँ हेलो एरिनमा चाहिँ हाम्रो डिडिटी कसरी बनाइन्छ है, ट्राइक्लोरो एसिटाल्डिहाइडलाई क्लोरललाई चाहिँ हामीले त्यहाँ डिफ्रेन्ट कन्डिसनमा ट्रिट गरेर चाहिँ हाम्रो डिडिटी बनाइन्छ। अनि अरू अप्सन हेरौँ है, अरू अप्सन पनि के रहेछ बुझौँ त। अर्को अप्सन छ हाम्रो रेफ्रिजरेन्ट है। रेफ्रिजरेन्ट भनेको त फ्रिजमा युज हुने क्या, चिसो बनाउनलाई। फ्रिजमा के हुन्छ जस्तै अहिलेको फ्रिजहरूमा लिक्विड एमिना युज हुन्छ हो। अनि जर्मिसाइड भनेको के, जर्मिसाइड भनेको कीटाणुहरू मार्ने। डिसइन्फेक्टेन्ट भनेको चाहिँ कुनै सर्फेसलाई इन्फेक्सनबाट बचाउने, जस्तै डेटलहरू भयो, फिनलहरू डिसइन्फेक्टेन्टको रूपमा युज हुन्छ, बुझ्यो है। त्यही भएर हाम्रो एन्सर इन्सेक्टिसाइड्स भयो। अनि क्वेसन नम्बर 5 मा मुभ गरौँ है। अ ग्रिग्नाइट रिएजेन्ट क्यान बी मेड बाई रियाक्टिङ म्याग्नेसियम विथ है। ग्रिग्नाइट रिएजेन्ट चाहिँ म्याग्नेसियमसँग के रियाक्ट गरेर बनाउन सकिन्छ अरे, एकचोटि सम्झ त। हामीले अगाडि हेलो अल्केनमा एउटा के पढेको थियौँ भन्दा चाहिँ रिडक्सन अफ हेलो अल्केन बाई मेटल भन्नेमा के पढेको थियौँ भन्दा चाहिँ यति अल्काइल हेलाइडलाई चाहिँ म्याग्नेसियम मेटलसँग के को प्रेजेन्समा ड्राई इथर युज गरेर भने हाम्रो कस्तो कम्पाउन्ड हुन्थ्यो, RMgX भन्ने कम्पाउन्ड बन्थ्यो नि त। अल्काइल म्याग्नेसियम हेलाइड भन्ने कम्पाउन्ड बन्थ्यो, त्यो भनेको चाहिँ हाम्रो ग्रिग्नाइट रिएजेन्ट थियो हो, याद छ नि। जस्तै एउटा इक्जाम्पलबाट भन्छु, जस्तै CH3Cl एउटा हाम्रो हेलो अल्केन भयो, यो म्याग्नेसियम मेटल भइहाल्यो। यसलाई चाहिँ ड्राई इथर युज गरेपछि के भन्छ हेर त, CH3MgCl मिथाइल म्याग्नेसियम क्लोराइड हो। यो चाहिँ एउटा हाम्रो के ग्रिग्नाइट रिएजेन्ट हो, ठिक छ। मिथाइल म्याग्नेसियम क्लोराइड पछाडि यो ग्रिग्नाइट रिएजेन्ट हाम्रो चाहिँ अर्ग्यानिक केमिस्ट्रीको लास्टतिर आउँछ। यो लेसन पनि एकदम इम्पोर्टेन्ट छ, त्यहाँ हामीले डिटेलमा पढिहाल्छौँ के अरे। अहिले एमसीक्यूमा हेरिहाल। त्यसपछि के हुने भयो त हेर त, ग्रिग्नाइट रिएजेन्ट क्यान बी मेड बाई रियाक्टिङ म्याग्नेसियम मेटलसँग के रियाक्ट गरेर बनाउन सकिन्छ अरे ग्रिग्नाइट, हेर त। मिथाइल अमाइन युज गरेर बनाउन सकिन्छ त। मिथाइल अमाइन त हेलो अल्केन हुँदै होइन। मिथाइल अमाइन भनेको त यस्तो हो नि त, CH3NH2 हो, 1 डिग्री अमाइन हो यो। अनि डाइइथाइल इथर युज गरेर त झन् बनाउन सकिन्न। इथाइल आयोडाइड युज गर्न सकिन्छ। इथाइल आयोडाइड भनेको कस्तो हेर त, C2H5I। इथाइल आयोडाइड भनेको त एउटा हेलो अल्केन भयो नि त। हेलो अल्केनसँग यो इथाइल आयोडाइडसँग Mg युज गरेर बनाएपछि के भन्छ हेर त, C2H5MgI भन्ने भन्छ, मिथाइल म्याग्नेसियम आयोडाइड। त्यही भएर हाम्रो यसको एन्सर के भयो हेर त, इथाइल आयोडाइड चाहिँ हाम्रो C को चाहिँ ठ्याक्क एन्सर भयो है। डी भनेको इथेनोल चाहिँ के हाम्रो एउटा अल्कोहल हो, 1 डिग्रीको अल्कोहल, बुझ्यौ। अब क्वेसन नम्बर 6 मा मुभ गरौँ है। वेन क्लोरोफर्म इज एक्सपोज टु एयर एन्ड सनलाइट इट गिभ्स अरे। क्लोरोफर्मलाई चाहिँ घाम र एयरको कन्ट्याक्टमा ल्याइयो, एक्सपोज गर्यो भने चाहिँ के भन्छ अरे। अप्सन ए छ CCl4। CCl4 भनेको कार्बन टेट्राक्लोराइड, यो बन्दैन। COCl2 हो। COCl2 चाहिँ हाम्रो यसको एन्सर हो। एन्सर किन भन्दा चाहिँ अगाडि मैले भिडियो नम्बर 3 मा तिमीलाई पढाएको थिएँ, अक्सिडेसन अफ क्लोरोफर्म भन्दै त्यहाँ एउटा टपिकमा पढाएको थिएँ। यदि क्लोरोफर्मले चाहिँ अक्सिजन पायो कतैबाट अनि सनलाइट पनि पायो भने त्यो एउटा फोस्सिन भन्नेमा बनाउँछ, फोस्सिन भन्ने कम्पाउन्ड बनाउँछ। यो COCl2 भनेको के हो, कार्बोनाइल क्लोराइड पनि भन्छन् हो। नेममा चाहिँ कमन नेम चाहिँ फोस्सिन भयो के अरे, तर आइयुपिएसी नेम भन्ने चाहिँ डाइक्लोरो कार्बोनाइल क्लोराइड भयो, ठिक छ। अनि यो भनेको चाहिँ एउटा हार्मफुल पनि, यो एकदम हार्मफुल कम्पाउन्ड हो। त्यही भएर क्लोरोफर्मको स्टोरेज गर्दा चाहिँ त्यो बोतलमा भरि स्टोरेज गर्नु पऱ्यो, त्यो हावा पस्नु भएन। अनि त्यसलाई घामबाट बचाउनु पऱ्यो। कालो सिसाको भाँडामा चाहिँ अँध्यारो ठाउँमा राख्नु पऱ्यो, घाम पुग्नु भएन भनेर मैले अगाडि पढाएको थिएँ हो, ठिक छ। अनि त्यस्तै गरेर अर्को त तिमीले हेरिहाल्यो यो मस्टार्ड ग्यास चाहिँ क्लोरिटोन। अनि क्लोरिटोन भन्ने पनि अगाडि मैले क्लोरोफर्ममा पढाएको थिएँ हो। क्लोरोफर्म चाहिँ केसित रियाक्ट गर्यो भने क्लोरिटोन बन्छ अरे। क्लोरोफर्म एसिटोनसँग एक्वस KOH अथवा NH सँग ट्रिट गर्यो भने क्लोरिटोन बन्छ। क्लोरिटोन भनेको के थियो हाम्रो एउटा हिप्नोटिक मेडिसिन थियो, मतलब निद्रा लाग्ने मेडिसिन थियो हो, त्यो पनि हामीले हेरिसक्यौँ। अनि अर्को नेक्स्टमा हेर त हाम्रो 7 मा मुभ गरौँ त। आइसोसाइनेट टेस्ट इज युज फर द डिटेक्सन अफ। आइसोसाइनेट टेस्ट भन्दा हामीले कहाँ पढ्यौँ एकचोटि सम्झ त। सबभन्दा पहिला कार्बाइल एमाइन रिएक्सन पनि भनिन्छ यो आइसोसाइनेट टेस्टलाई हो। यति क्लोरोफर्मले चाहिँ प्राइमेरी एमिनसँग एक्वस KOH अथवा NH सँग ट्रिट गर्यो भने चाहिँ आइसोसाइनेट भन्ने बनाउँछ। एउटा फोल स्मेल आउने, गनाउने स्मेल आउने एउटा कम्पाउन्ड बनाउँछ। त्यो रिएक्सन चाहिँ के थियो, आइसोसाइनेट टेस्ट थियो। अनि यो टेस्ट चाहिँ फेरि केले मात्र दिन्छ अरे, 1 डिग्री एमएलले मात्र दिन्छ हो, 1 डिग्री एमएलले दिन्छ। त्यही भएर यो टेस्ट चाहिँ
1 डिग्री एमाइनलाई छुट्याउन हेल्प गर्छ भनेर हामीले पढेको थियो। ठिक छ, यसको रिएक्सन लेख्नुपर्छ। जस्तै हेर RNH2 थियो हाम्रो के भयो 1 डिग्री एमाइन भयो। CHCl3 चाहिँ हाम्रो के भयो कोलोफर्म भयो। 3KOH अथवा NaOH मा एउटा जुन युज गरे पनि भयो। यिनीहरू तीनटालाई केसँग गरिदिने 60 to 70 डिग्री सेल्सियसमा वार्म गरिदिनु भने हाम्रो के बन्छ र त RNC भन्ने कम्पाउन्ड बन्छ हो। यो NC भनेको अर्ग्यानिक केमिस्ट्रीमा के भनिन्छ रे आइसोसाइनाइड भन्छ। अल्काइल आइसोसाइनाइड भन्छ, आइसोसाइनाइड भन्ने भन्छ। यो चाहिँ कस्तो गनाउने स्मेल फाउल स्मेलको कम्पाउन्ड हो। ठिक छ, फाउल स्मेल। अनि यो चाहिँ हाम्रो बाइ प्रोडक्ट रूपमा के निक्लिन्छ KCl निक्लिन्छ प्लस H2 निक्लिन्छ हो। 3KCl प्लस 3H2 भनेर अगाडि मैले सबै लेखाएको छु डिटेल रिएक्सन। तिमीले त्यहाँ गएर भिडियो नम्बर 3 मा चाहिँ हेर्न सक्छौ है सबै। अनि यो 1 डिग्री एमाइनले मात्र दिन्छ। 1 डिग्री एमाइन हुन्छ थाहा छ नि त, एमोनियम मोलिक्युलबाट एउटा हाइड्रोजन हटेर एउटा अल्काइल अथवा एराइल ग्रुप आयो भने चाहिँ 1 डिग्री एमाइन। यो चाहिँ यो 2 डिग्री एमाइनहरुले यस्तो दिनु हेर RNHR RN3 तिर R हैन यस्तो चाहिँ दिदैन बुझ्यौ। यो 2 डिग्री एमाइन भयो, यो 3 डिग्री एमाइन भयो। यिनीहरुले चाहिँ यो रिएक्सन दिदैन। ठीक छ, त्यही भएर हाम्रो आन्सर कुन हुन्छ त 1 डिग्री एमाइन काँचेर यो C भयो अप्सन। ठीक छ, त्यस्तै गरेर अर्को क्वेशनमा मुभ गर। अल्काइल साइनाइड अन रिडक्सन विथ लिथियम अल्युमिनियम हाइड्राइड गिव्स है। अल्काइल साइनाइड चाहिँ लिथियम अल्युमिनियम हाइड्राइड युज गरेर रिड्युस गर्यो भने के प्रोडक्ट दिन्छ अरे। अगाडि नै पढेको नि त हामीले एक्जाम्पल्स अफ न्यूक्लिक सब्स्टिट्युसन रिएक्सन अफ हेलो अल्केन भन्दै त्यहाँ पढेको। के गरेको सबभन्दा पहिला हेलो अल्केनलाई चाहिँ सोडियम साइनाइड अथवा पोटेसियम साइनाइडसँग ट्रिट गरेर अल्काइल साइनाइड बनाएको। अन्त अल्काइल साइनाइडको हामीले डिफ्रेन्ट रिएक्सन हेरेको। एउटा हाइड्रोलाइसिस हेरेको, पार्शियल हाइड्रोलाइसिस हेरेको। पार्शियल हाइड्रोलाइसिसमा के भन्थ्यो हाम्रो पार्शियल हाइड्रोलाइसिसमा चाहिँ हाम्रो के कार्बोक्सिलिक एसिड बन्थ्यो। अनि कम्प्लिटमा चाहिँ के भन्थ्यो एमाइड बन्थ्यो। त्यसरी हेरेको नि त। अनि रिडक्सन पनि हामीले पढेको थियो मेटलसँग रिडक्सन गर्दा के हुन्छ हेर त अल्काइल साइनाइड अन रिडक्सन। अल्काइल साइनाइड भनेको के भयो RCN अल्काइल साइनाइड भयो। लिथियम अल्युमिनियम हाइड्राइड युज गरेर AlH4 युज गर्ने। यसको लिथियम अल्युमिनियम हाइड्राइडको काम के थियो 4वटा हाइड्रोजन दिन्छ भन्ने हामीले पढेको हो। यस्तो गरेपछि के भन्थ्यो हेर त यो 4वटा हाइड्रोजन मध्ये चाहिँ 2टा हाइड्रोजन कहाँ गएर चप्किन्छ त हो यो C मा गएर। यो जुन कार्बनमा नाइट्रोजन जोडियो नि हो त्यसमा C मा गएर 2टा हाइड्रोजन जोडिन्छ RCH2 अनि बचेको 2टा हाइड्रोजन चाहिँ यो नाइट्रोजनमा जोडिन्थ्यो NH2। 1 डिग्री एमाइन भन्छ हो। त्यही भएर हाम्रो के भयो त एन्सर हेर त अल्काइल साइनाइड चाहिँ लिथियम अल्युमिनियम हाइड्राइडसँग रिडक्सन गरेर के बनाउँछ त 1 डिग्री एमाइन बनाउँछ। 1 डिग्री एमाइन बनाउँछ। अनि 2 डिग्री एमाइन कसले बनाउँछ हेर त 2 डिग्री एमाइन फेरि अल्काइल आइसोसाइनाइडले बनाउँछ फेरि है। अल्काइल आइसोसाइनाइडले फेरि 2 डिग्री बनाउँछ। ठीक छ, एमाइड कहिले बन्छ एमाइड चाहिँ त्यही अल्काइल साइनाइडको हाइड्रोलाइसिस गर्यो भने एमाइड बनाउँछ हो। आइसोसाइनाइड कहिले बनाउँछ अल्केनले चाहिँ सिल्भर साइनाइडसँग गर्यो भने है। NaCN अथवा KCN गर्यो भने अल्काइल साइनाइड। अनि यति हेलो अल्केनले चाहिँ सिल्भर साइनाइडसँग गर्यो भने आइसोसाइनाइड बनाउँछ हो। ठीक छ, त्यसै गरेर हामी नेक्स्ट क्वेसनमा मुभ गरौँ है। यो यहाँसम्म बुझेछौ नि हो 8 नम्बरसम्म तिमीले MCQ सबै बुझ्यौ। यिनीहरू MCQ हेर है इक्जाम यस्तै MCQ गेम हुन्छ। MCQ त्यस्तो परीक्षामा एकदम खतरा गाह्रो त्यो टपर स्टुडेन्टले मात्र गर्ने भन्ने त्यस्तो होइन है, जसले पनि गर्न सकिन्छ MCQ। MCQ केही होइन कि त्यो अगाडिको लेसनहरूको सबैको समरी हो। त्यो हरेक एक रिएक्सन पढेको मान्छेले त्यो गर्न सक्छ बुझ्यौ। अब नेक्स्टमा क्वेसनमा हेर है। हाम्रो नेक्स्ट क्वेसन चाहिँ के छ 9 मा कोलोफर्म अन वार्मिङ विथ सिल्भर पाउडर गिव्स है। कोलोफर्म चाहिँ सिल्भर पाउडरसँग वार्म गर्यो भने के दिन्छ यो पनि हामीले पढेको। त्यत्रो कोलोफर्मको रिएक्सन हामीले धेरै पढेको नि त। हामीले के पढेको थियौँ भने त कोलोफर्मले यति कपीमा लेखेर यता हेरौँ है। कोलोफर्म CHCl3 ले चाहिँ केसँग चाहिँ सिल्भर पाउडरसँग Ag सिल्भर पाउडर भयो यससँग रिएक्ट गर्यो भने के दिन्छ वार्म गर्यो भने चाहिँ हिट गरेर के दिन्छ हाम्रो त्यहाँ एसिटाइलिन भन्ने बनेको थियो। एसिटाइलिन अथवा अल्काइन बनेको थियो। ठीक छ, यस्तो कम्पाउन्ड बनेको याद छ। अनि AgCl बनेको थियो याद छ कि नै हो। यो भने यसलाई एसिटाइलिन पनि भन्छ अथवा के अल्काइन हो नि त। यो त एक टाइपको 2टा कार्बनको अल्काइन हो। इथाइन पनि भन्न मिल्यो। अब जुन अप्सन छ त्यही हेरौँ है ल। हाम्रो अप्सन के छ हेर त CCH6 भनेको के भयो CCH6 भनेको बेन्जिन हो है। तिमीले बेन्जिन अनि अब क्लास 12 मा चाहिँ सबै यो अर्ग्यानिक केमिस्ट्री लगभग बेन्जिनै हो। बेन्जिनको डेरिभेटिभ्सहरू पढ्छौ हो। 11 मा चाहिँ एउटा हकल रुल्स भन्ने एकतिर लास्टतिर मात्र देख्यो यो बेन्जिन अनि बेन्जिन भनेको यस्तो मोलिक्युल। तिम्रो अब चाहिँ अब नेक्स्ट लेसन हामीले हेलो एरिन पढ्छ। तिम्रो यहाँ त्यहाँ तिम्रो ठ्याक्क यससँग चिन पहिचान हुन्छ यो बेन्जिन मोलिक्युलसँग चाहिँ बुझ्यौ नि। यो बेन्जिन भयो। C2H4 भनेको के भयो हेर त C2H4 अर्को अप्सन रहेछ। C2H4 भनेको के भयो अल्किन भयो। ठीक छ, अनि नेक्स्ट अप्सन के छ C2H2 भनेको अल्काइन भयो। अनि हाम्रो एन्सर चाहिँ के भयो यही भयो C2H2। ठीक छ, यो नन त हेर्नै परेन। त्यस्तै गरेर अर्को क्वेसन हेर त 10 मा के छ कार्बन टेट्राक्लोराइड इज इन्सोल्युबल इन वाटर बिकाउज है। एउटा तिमीलाई मैले अस्ति अगाडिको भिडियोमा चाहिँ के भन्थ्यो भन्दा चाहिँ जहिले पनि
पोलर कम्पाउन्डहरू पोलर सल्युसनमा घुल्छ, नन पोलर कम्पाउन्डहरू नन पोलर सल्युसनमा घुम्छ हो, सल्भेन्टमा घुम्छ। सल्युसन भन्दा नि सल्भेन्ट के, सल्युट र सल्भेन्ट मिलेर त सल्युसन भन्छ नि। अनि के छ अर्ग्यानिक कम्पाउन्डहरू जहिले पनि अर्ग्यानिक सल्भेन्टमा घुल्छ हो। अनि त्यो कार्बन टेट्राक्लोराइड भनेको अर्ग्यानिक सल्भेन्टको रूपमा युज हुन्छ। अनि यहाँ क्वेसन के भने कार्बन टेट्राक्लोराइड चाहिँ वाटरमा किन घुल्दैन अरे, किन इन्सोल्युबल हुन्छ अरे? किनभने कार्बन टेट्राक्लोराइड भनेको चाहिँ नन पोलर सल्भेन्ट हो, अनि वाटर भनेको चाहिँ पोलर सल्भेन्ट हो। ठिक छ नि? त्यही भएर यहाँ हाम्रो अप्सन के हुन्छ अरे त वाटर इज नन पोलर हो। वाटर नन पोलर हो त होइन नि त, यो अप्सन त हुँदै भएन। यसलाई काट्टा गरामा यहाँ मिस्टेक भन्छ, राइट लागिहाल्यो क्या फेरि। अनि CCl4 इज नन पोलर हो, CCl4 नन पोलर हो नि त। नन पोलर भने अर्ग्यानिक कम्पाउन्डहरू अर्ग्यानिक सल्भेन्टहरू नन पोलर हुन्छन् कि, यो पनि बुझ्दा भयो। त्यो हाम्रो अप्सन के भयो CCl4 इज नन पोलर भयो। यदि यो पोलर हुन्थ्यो भने पानीमा घुल्थ्यो, बुझ्यौ। नेक्स्ट क्वेसनमा हाम्रो जाम है, प्रोडक्सन अफ एडिसन अफ HBr अन ब्युट1 इन गिब्स अरे। प्रोडक्ट अफ एडिसन अफ HBr अन ब्युट1 इन गिब्स। ब्युट1 इनमा चाहिँ HBr को एडिसन गर्दा चाहिँ कुन प्रोडक्ट बन्छ त्यही हेरौँ है। अगाडि हामीले के पढ्यो भन्दा चाहिँ प्रिपेरेसन अफ हेलो अल्केनमा चाहिँ फ्रम हेलो एसिड्स भन्ने प्रिपेरेसन अफ हेलो अल्केन फ्रम अल्किन भन्ने थियो के, त्यहाँ पढ्यो किन बाई एक्सन अफ एसिड भन्ने एउटा टपिकमा त्यहाँ हामीले हेरेका थियौँ। भिडियो नम्बर कतिमा हो सायद यो 2 या 3 मा हो, तिमीले चाहिँ हेरेर आएको हुनु पर्यो। त्यहाँ पढेको हो चाहिँ तिमीले भर्खरै बुझिहाल्छौ अरे। के छ भन्दा चाहिँ ब्युट1 इनमा HBr एड गर्यो भने के हुन्छ अरे। एक्चुअली हेरौँ है, ब्युट1 इनको मोलिक्युल बनाउँदा ब्युटेन एउटा दुईटा तीनटा चारवटा फर्स्ट कार्बनमा अल्किन्छ। ठिक छ, CH2 CH2 CH CH2 हो, भ्यालेन्सी फुल छ नि त 1 2 3 4। ठिक छ, यो हाम्रो के भयो ब्युट1 इन हो। ब्युट1 इनको मोलिक्युल हो। यसमा चाहिँ HBr को एडिसन गर्यो भने के हुन्छ अरे। HBr को यसको एउटा हाम्रो एउटा नेम रिएक्सनै थियो कि, तिमीले सम्झ्यौ कि नै? मार्कोनिकफ एडिसन भन्ने थियो नि। मार्कोनिकफ एडिसनले के भन्छ भन्दा चाहिँ हेलो एसिड चाहिँ हेलो एसिड जस्तै HBr HCl HI को एड गर्यो भने चाहिँ त्यो हाइड्रोजन एटम चाहिँ कहाँ गएर जोडिन्छ? डबल्ली बन्डेड कार्बनमा, जुन कार्बनमा बढी हाइड्रोजन छन् त्यता चाहिँ हाइड्रोजन जोडिन्छ। अनि डबल्ली बन्डेड कार्बनमा जुनमा चाहिँ हाइड्रोजन कम छन् त्यसमा चाहिँ हाइड्रोजन एटम गएर जोडिन्छ। जस्तै हेर त यहाँ के भयो हेर त, यो C र O यसलाई मैले अल्फा माने, यसलाई 1 माने, यसलाई 2 माने हो। ठिक छ, यो कार्बनलाई 1 यो कार्बनलाई 2 डबल्ली बन्डेड कार्बनमा जाने जुनमा बढी हाइड्रोजन छन् त्यसमा चाहिँ के गरेर जोडिन्छ? हाइड्रोजन गरेर जोडिन्छ। भने चाहिँ कहाँ गरेर जोडिनु भयो र त? यहाँ CH3 हो, यहाँ मिस्टेक भयो, CH2 भएछ के, CH3 भयो, यो सेमिडिज CH2 भयो, यो CH यहीँ छ हो। ठिक छ, अनि यो डबल बन्ड चाहिँ ब्रेक हुन्छ है, डबल बन्ड ब्रेक हुन्छ। यतातिर के भयो हेर त, यो डबल बन्ड ब्रेक भयो, CH2 यहाँ CH2 छँदै थियो। अनि हो यसको हेलो एसिडको HBr को हाइड्रोजन कहाँ आएर जोड्यो त? डबल्ली बन्डेड कार्बन जता बढी हाइड्रोजन छ, हाइड्रोजन त यहीँ छ नि त बढी, H2 यहाँ छ नि त दुईटा, यता एउटा मात्र हो, यता दुईटा, त्यही भएर अर्को पनि हाइड्रोजन आएर जोडेर यहाँ के भयो यहाँ CH3 भइहाल्यो। अनि यो बचेको हाइड्रोजन एटम चाहिँ जता कम छ त्यहाँ आएर जोडिनु, कम त यहाँ छ नि त, यो 1 कार्बन कम छ, त्यही भएर ब्रोमिन एटम यहाँ आएर जोड्यो भने चाहिँ यसको नाम के भयो हेर त? 2 ब्रोमो, 2 पोजिसनमा ब्रोमो हो, 4वटा कार्बनको भएर ब्युटेन। त्यही भएर हाम्रो प्रोडक्ट के भन्ने भयो अप्सनमा छ किन हेरौँ त, 2 ब्रोमो ब्युटेन, 2 ब्रोमो ब्युटेन छ हो, C नम्बरमा छ। यो चाहिँ हाम्रो मेजर एन्सर भयो। त्यस्तै गरेर चाहिँ अर्को हाम्रो क्वेसन रहेको छ 12 मा, डिहाइड्रोहेलोजिनेसन अफ 2 क्लोरोब्युटेन गिभ्स मेजर प्रोडक्ट एज है। यो चाहिँ हामी केमा गयौँ हेर त? इलिमिनेसन रिएक्सनमा गयौँ। डिहाइड्रोहेलोजिनेसन भनेको इलिमिनेसन रिएक्सनको एउटा इक्जाम्पल हो कि नै? अगाडि पढेको नि त, भिडियो नम्बर 3 मा हामीले पढेको हेरे, तिमीले ख्याल गर है, त्यो भिडियो हेरेको हुनु पर्यो यो MCQ बुझ्नलाई चाहिँ। त्यही भएर म तिमीलाई बारम्बार भनिरहेको अगाडिको भिडियो चाहिँ कम्प्लिट हेर भनिरहेको छु। अनि यो MCQ र अनि अब आउने नेक्स्ट भिडियो चाहिँ अझै क्वेसन एन्सरहरूको हुन्छ हो, कन्भर्जनको हुन्छ, अनि त्यो लङ टाइपको क्वेसन फाइन्ड ABCD भन्ने टाइपको लङ क्वेसन हुन्छ, त्यो गरेर चाहिँ अगाडिको रिएक्सनहरू जानेकै हुनु पर्यो क्या। त्यही भएर तिमीले त्यो भिडियो चाहिँ हेर्नेको हुनु पर्यो। ठिक छ, यो डिहाइड्रोहेलोजिनेसन भनेको चाहिँ एउटा के हो? इलिमिनेसन रिएक्सनको इक्जाम्पल हो। इलिमिनेसन रिएक्सनमा के हुन्थ्यो अरे? अल्फा पोजिसनबाट हाइड्रोजन एटम निक्लिन्थ्यो, बीटा पोजिसनबाट हाइड्रोजन निक्लिन्थ्यो। अनि हाम्रोमा चाहिँ यो इलिमिनेसन रिएक्सन भनेको एउटा यही मात्र देख, डिहाइड्रोहेलोजिनेसन। यसको हेरौँ यसले के भन्छ भन्दा चाहिँ डिहाइड्रोहेलोजिनेसन अफ 2 क्लोरोब्युटेन। 2 क्लोरोब्युटेन चाहिँ 2 पोजिसनमा ब्युटेन हो, 2 पोजिसनमा क्लोरिन, CH3 CH2 CH CH3। ठिक छ, हाम्रो के भयो 2 क्लोरोब्युटेनको मोलिक्युल भयो, 2 क्लोरोब्युटेन। यसमा के गर्यो भने डिहाइड्रोहेलोजिनेसन गर्दा के गर्थ्यौँ भने त अल्कोहोलिक KOH युज गर्थ्यौँ हो रिएजेन्टको रूपमा, अल्कोहोलिक KOH। अनि के गरिदिन्थ्यौँ त्यसमा वाम अथवा एड गरिदिन्थ्यौँ। अनि त्यहाँबाट के हुन्थ्यो? अल्फा पोजिसनबाट चाहिँ के निक्लिन्थ्यो? हाइड्रोजन निक्लिन्थ्यो।
बीटा पोजिसनबाट के निक्लिन्थ्यो त हाइड्रोजन निक्लिन्थ्यो हो। अब हेर यहाँ अल्फा पोजिसन भनेको यो भयो, हाइड्रोजन एटम जोडिएको कार्बन चाहिँ अल्फा पोजिसन भयो। अनि त्यसको साइडको नेबरिङ चाहिँ के भयो बीटा भयो। त्यही भएर बीटा दुईटा खाने हेर त, एउटा CH3 हो बीटा कार्बन, अर्को चाहिँ CH2 हो बीटा कार्बन। यसलाई मैले बीटा 1 लेखेँ, यसलाई चाहिँ बीटा 2 लेखेँ। यसलाई म अलि राम्रो अलि फेयर तरिका लेख्छु, यो चाहिँ अलि रफ भयो अनि तिमीलाई बुझ्न पनि गाह्रो हुनसक्छ। जस्तै 2 क्लोरो ब्युटेन CH3 देखेको छ होला नि, हेर त CH3 CH2 2 पोजिसनमा क्लोरो हो, यो क्लोरो भयो 2 क्लोरो ब्युटेन। यो हाम्रो 2 क्लोरो ब्युटेनको मोलिकुल हो। यसलाई चाहिँ डिहाइड्रोलाइजेसन गर्ने भनेको के हो, अल्कोहोलिक KH राखेर यसलाई हिट गरिदिने हो। हिट गरेपछि हाम्रो प्रोडक्ट दुईटा बन्छ नि। यो अनसिमेट्रिकल हेलो अल्केन हो, थाहा छ किनभने हेर यो हाइड्रोजन एटम जोडिएको कार्बनसँग दुईटा फरक अल्काइल ग्रुप छ, एकतिर इथाइल ग्रुप छ एकतिर मिथाइल ग्रुप छ हो। त्यही भएर हाम्रो अनसिमेट्रिकल हेलो अल्केन हो। अनि अनसिमेट्रिकल हेलो अल्केनको डिहाइड्रोलाइजेसन गर्दा चाहिँ दुईटा प्रोडक्ट बन्छ, एउटा मेजर एउटा माइनर हुन्छ। अनि त्यो मेजर र माइनर छुट्याउने चाहिँ कुन ले अरे स्याडजेफ रुलले हो। त्यही अनुसार अब हेर है हाम्रो दुईटा प्रोडक्ट के बन्न सक्छ। एकचोटि हेर है यो अल्फा कार्बन भइहाल्यो के अरे फङ्सनल ग्रुप जोडिएको अल्फा कार्बन, अनि बीटा कार्बन चाहिँ दुईटा खाने साइडको अल्फा कार्बन जोडिएको अर्को कार्बनलाई के भन्छन् अरे बीटा। यहाँ दुईटा बीटा खाने हेर त, एउटा CH2 हो बीटा कार्बन, यसलाई बीटा 1 माने। अनि यता चाहिँ मिथाइल ग्रुप छ अर्को, यसलाई चाहिँ मैले के भने बीटा 2 माने। अब दुई ठाउँबाट हाइड्रोजन निकाल्न सकिन्छ नि त, एउटा यो मिथाइल ग्रुपबाट निकाल्न सकिन्छ, एउटा यो CH2 बाट निकाल्न सकिन्छ, यहाँको हाइड्रोजन निकाल्न सकिन्छ। दुईटैतिरको हाइड्रोजन निकालेर हेरौँ है कुन मेजर प्रोडक्ट बन्छ। एकचोटि मैले यहाँबाट निकालेँ, यो बीटा 1 बाट हाइड्रोजन निकाल्यो भने के हुन्छ हेर त, फर्स्टमा CH3 एज इट इज सेम भइहाल्यो। यसबाट के निक्ल्यो, एउटा हाइड्रोजन निक्ल्यो भनेपछि CH मात्र भयो अनि डबल बन्ड बन्यो, ठिक छ। त्यो टेट्रा भ्यालेन्सीलाई फुलफिल गर्न यो CH एज इट इज यहीँ छ, ठिक छ नि। यहाँबाट Cl निक्लियो अनि यताको रिमाइनिङ यो CH3 यहीँ छ। यसको नाम के भयो हेर त, 1 2 3 4वटा कार्बनको यसको नाम के भयो ब्युटोइन। एउटा पोसिबल अल्किन यो हो। नेक्स्ट अल्किन के बन्न सक्छ हेर त, यता फर्स्ट बीटा कार्बनबाट हाइड्रोजन ननिकालौँ, यता बीटा 2 बाट निकालौँ है, के हुन्छ हेर त प्रोडक्ट CH3 भइहाल्यो, सेम इट इज छ। CH2 पनि सेमै राख्यो, यहाँबाट Cl निकाल्यो भनेपछि यहाँ यहाँबाट हामीले Cl निकालिन्छ, CH मात्र बच्यो हो। यो मिथाइलको रूपबाट यहाँबाट तीनटा हाइड्रोजन मात्रै एउटा निकालिदिउँ है, त्यसपछि के हुन्छ हेर त CH2 बच्छ अनि टेट्रा भ्यालेन्सी फुलफिल गर्नलाई के गर्यो यहाँ डबल बन्ड आयो, अल्किन बन्यो। यसको नाम के भयो ब्युट 1 इन, ठिक छ। दुईटा प्रोडक्ट बन्यो। अब एउटा मेजर र एउटा माइनर हुन्छ। मेजर प्रोडक्ट कुन हुन्छ अरे स्याडजेफ रुल अनुसार चाहिँ त्यो अल्किन मेजर प्रोडक्ट हुन्छ जसमा धेरै सब्स्टिट्युएन्ट छन्, मिनिङ डबल्ली बन्ड पोजिसनमा जाने जुन त्यो अल्किन चाहिँ मेजर प्रोडक्ट हुन्छ जसमा बढी अल्काइल ग्रुप छ कि, सिम्पल भाषामा बुझ्दा। त्यो ल्याङ्ग्वेजको विषयमा नजाने कि त्यो सब्स्टिट्युट भन्नाले धेरै कन्फ्युज गराउँछ। अल्किनमा जाने कुनमा बढी अल्काइल ग्रुप छ अरे। ब्युटोइनमा हेऱ्यौँ भने के हुन्छ अरे दुईटा सब्स्टिट्युएन्ट छ, एउटा यो छ यताको मिथाइल ग्रुप लेफ्ट साइडको, अनि यता चाहिँ अर्को राइट साइडको दुईटा सब्स्टिट्युएन्ट छ, मिथाइल ग्रुप इथाइल ग्रुप आइसोप्रोपाइल, यिनीहरूको सब्स्टिट्युएन्ट हो है, थाहा छ नि। अगाडि पनि मैले भनिसकेँ हाइड्रोजन भनेको सब्स्टिट्युएन्ट होइन, फेरि यसमा दुईटा सब्स्टिट्युएन्ट छ ब्युटोइनमा। अनि सेकेन्ड अल्किन कुन बन्यो थियो हाम्रो ब्युट 1 इन। हेर त ब्युट 1 इनमा एउटा मात्र सब्स्टिट्युएन्ट छ, यता छ यो CH3 CH2 एउटा मात्र सब्स्टिट्युएन्ट, इथाइल ग्रुप एउटा मात्र सब्स्टिट्युएन्ट छ, अनि यता त छँदै छैन हेर त CH2 मात्र हो। यतातिर यति केही हुन्थ्यो भने चाहिँ यो मेजर हुन सक्थ्यो, यति हुन्थ्यो भने यता छैन नि त, CH2 मात्र हो। त्यही भएर ब्युट 1 इन चाहिँ हाम्रो के भयो माइनर प्रोडक्ट भयो। माइनर प्रोडक्ट बुझ्यौ नि तिमीले, यो माथिको चाहिँ मेजर प्रोडक्ट भयो। जुन अल्किनमा चाहिँ बढी अल्काइल ग्रुप एट्याच छ नि त्यो डबल्ली बोन्डेड कार्बनसँग हो, त्यही नै चाहिँ मेजर प्रोडक्ट हुन्छ क्या स्याडजेफ रुलमा, बुझ्यौ नि। त्यही भएर हाम्रो एन्सर के भयो त ब्युटोइन हेर है, कहाँ छ ब्युटोइन, बी नम्बरमा रहेछ, बुझ्यौ। त्यस्तो गरेर हामी थर्डमा हेरौँ है, विच अफ द फलोइङ ह्याज हाइएस्ट बोइलिङ पोइन्ट है। यहाँमध्ये 4 अप्सनमध्ये सबभन्दा बोइलिङ पोइन्ट कसको बढी हुन्छ अरे हो। यो क्वेसन बुझ्नु चाहिँ तिमीले हाम्रो हेलो अल्केनको फर्स्ट भिडियो हेरेको हुनु पऱ्यो है। त्यहाँ मैले फर्स्ट भिडियोमा फिजिकल प्रपर्टिज अफ हेलो अल्केन भनेर पढाएको थिएँ। त्यहाँ बोइलिङ पोइन्टको कुरा गर्थेँ, मेल्टिङ पोइन्टको कुरा गर्थेँ, अनि अर्को के सल्युबिलिटीको कुरा गरेको थिएँ हो, फिजिकल स्टेटको बारे कुरा गरेको थिएँ। अनि त्यहाँ मैले चाहिँ यो बोइलिङ पोइन्ट र मेल्टिङ पोइन्टको कुरा गरेर चाहिँ एउटा के भनेको थिएँ भन्दा चाहिँ यदि हेलो अल्केनमा ब्रान्चिङ हुन्छ नि, त्यो ब्रान्चिङले चाहिँ स्पेरिकल सेप एटेन गर्छ हो। स्पेरिकल सेप एटेन गरेपछि त्यसको सर्फेस एरिया घट्छ, त्यही भएर बोइलिङ पोइन्ट पनि घट्छ, बोइलिङ पोइन्ट पनि घट्छ, मेल्टिङ पोइन्ट पनि घट्छ, ठिक छ। अनि जुन चाहिँ ब्रान्चिङ हुँदैन नि स्ट्रेट चेन, जति लामो स्ट्रेट छ नि त्यति राम्रो, त्यति हाई बोइलिङ पोइन्ट के, ठिक छ। त्यही भएर हाम्रो दुइटैको यहाँ 4वटा अप्सन चेक गरेर हेरौँ है एकचोटि, हरेक स्ट्रक्चर बनाएर हेरौँ त। आइसोब्युटाइल कोलाइड भनेको कस्तो हुन्छ हेर त, आइसोब्युटाइल कोलाइड ए को हेरौँ त। आइसोब्युटाइल कोलाइडको स्ट्रक्चर कस्तो हुन्छ, आइसोब्युटाइल भनेको कुन ग्रुप अरे लास्ट कार्बनमा चाहिँ मिथाइल ग्रुप भयो भने त्यसलाई के भन्छ आइसो, CH3 CH CH2
सिएल यो के भयो आइसोब्युटाल भयो ठीक छ। आइसो भन्नाले के बुझिन्छ भन्दा चाहिँ फङ्सनल ग्रुप जोडिएको एउटा फर्स्टमा फङ्सनल ग्रुप जोडियो ठीक छ। अनि सेकेन्ड लास्ट कार्बन यो सेकेन्ड लास्ट कार्बन मिथाइल छ भने त्यसलाई आइसो भनिन्छ के ठीक छ। यो आइसोब्युटाल भयो, यसमा एउटा मात्र ब्रान्चिङ रहेछ हो। टर्सियरी ब्युटाइल क्लोराइड भनेको कस्तो हेर त फङ्सनल ग्रुप जोडिएको कार्बन चाहिँ अरू 3टा ग्रुपसँग जोडियो जस्तो हेरौँ है। यो फङ्सनल ग्रुप जोडिएको कार्बनलाई मानौँ सिएल जोडिएसँग, यो चाहिँ अर्को 3टा अरू ग्रुपसँग जोडिएको हुनुपर्छ जस्तो एउटा 2टा 3टा हेर है CH3 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 हेर त कार्बन नम्बर सेम छ हेर। यो आइसोब्युटालमा पनि आइसोब्युटाल क्लोराइड छुटेछ हेर। यिनीहरू सबै आइसोमर्स हुन् थाहा छ किन आइसोब्युटाल क्लोराइड टर्सियरी ब्युटाल क्लोराइड एन ब्युटाल क्लोराइड सेकेन्डरी ब्युटाल क्लोराइड यिनीहरू सबै आइसोमर्स हुन्। आइसोमर्स भनेको सेम मोलिकुलर फर्मुला बट डिफ्रेन्ट स्ट्रक्चर ठीक छ नि। यहाँ के को फरक छ हेर त चेन लेन्थमा फरक छ। यो हेर यसमा कतिवटा खान 3टा कार्बनको चेन छ, यसको आइयुपिएसी नेम के हुन्छ हेर त 2 मिथाइल क्लोराइड हो नि त 2 मिथाइल 1 2 3 1 2 3 हो ठीक छ। 2 मिथाइल क्लोरोप्रोपेन हो CHLR क्लोरोप्रोपेन ठीक छ। यो 3टा कार्बनको चेन भयो, एउटा चाहिँ सब्स्टिट्युएन्ट भयो अनि यो सिएल चाहिँ एल्कोहलको रूपमा हेलोजन एटमको रूपमा छ। यिनीहरू सबै आइसोमर हुन्। अनि त्यसपछि टर्सियरी ब्युटालको नाम के हुन्छ हेर त एउटा 2टा 3टा हो ठीक छ। यसको नाम के हुन्छ हेर त 2 पोजिसनमा एउटा मिथाइल ग्रुप छ 2 मिथाइल 2 क्लोरो 2 मिथाइल 2 क्लोरो के भयो यसको नाम 1 2 3 3ले भनेपछि के भयो प्रोपेन भयो ठीक छ क्लोरोप्रोपेन। यो पनि एउटा आइसोमर्स भयो। अनि एन ब्युटाल एन भनेको नर्मल है सिधा लङ स्ट्रेट चेनवाला CH3 CH2 CH2 ब्युटाल भनेपछि चारवटा 1 2 3टा चारवटा सिएल भयो ठीक छ। क्लोरोब्युटेन भयो 1 क्लोरोब्युटेन लेखे पनि भयो एन ब्युटाल क्लोराइड लेखे पनि भयो जसले लेखे पनि भयो र यो स्ट्रेट चेन है। अहिलेसम्म हाम्रो स्ट्रेट चेन कोही पनि सबभन्दा लामो स्ट्रेट चेन 4 कार्बनको यो भने यिनीहरू त सबै सानो सानो हेर त 3टा कार्बनको बनिरहेको यिनीहरूको चेन चाहिँ। यो चाहिँ क्लोरोब्युटेन चाहिँ 4 कार्बनको बन्यो स्ट्रेट चेन बन्यो ठीक छ। सेकेन्डरी ब्युटाल क्लोराइड हेरौँ है। सेकेन्डरी ब्युटाल क्लोराइड भनेको कस्तो हुन्छ चाहिँ हेर्दा चाहिँ CH3 भयो सेकेन्ड पोजिसनमा है 2 डिग्री कार्बनमा चाहिँ हेलो अल्किन लाग्यो के यो सिएल भयो ठीक छ। CH2 CH3 2 डिग्री ठीक छ 2 क्लोरो ब्युटेन। अब यहाँ 4वटा अप्सन मध्ये हेर है हाम्रो यो 2टाको त हुँदै हुने भने किनभने हेर त इन 2टाको त ब्रान्चिङ छ ब्रान्चिङ सधैँ घटाउँछ ठीक छ। अब हाम्रो 2टा इन 2टाको हेर है चेन लेन्थ चाहिँ सेम छ हेर त यो 2 क्लोरोब्युटेन र क्लोरोब्युटेनको चेन लेन्थ सेम छ 4 कार्बनको छन् स्ट्रेट चेन छ। तर सबभन्दा बढी कुनको हुन्छ त यहाँ हाम्रो चाहिँ क्लोरोब्युटेन बोइलिङ पोइन्ट चाहिँ यो क्लोरोब्युटेनको हुन्छ है ठीक छ। क्लोरोब्युटेनको किन हुन्छ त भन्दा चाहिँ यो यसको पोजिसनले फरक पार्छ के बुझ्यो हेर यहाँ 2 पोजिसनमा छ 1 पोजिसनमा हो 1 पोजिसनमा भनेको जहिले पनि धेरै नै हुन्छ है बोइलिङ पोइन्ट ठीक छ नि। यति कुरा एउटा तिमीले के बुझ्नु पर्यो भन्दा चाहिँ जहिले पनि ब्रान्च हेलो अल्किनको भन्दा चाहिँ स्ट्रेट हेलो अल्किनको बोइलिङ पोइन्ट धेरै हुन्छ ठीक छ। यो माथिको आइसोब्युटाल क्लोराइड र 2 मिथाइल क्लोरोप्रोपेन अथवा यसको नाम के थियो टर्सियरी ब्युटाल क्लोराइड यिनीहरू चाहिँ एकदम ब्रान्चिङ भयो। ब्रान्चिङ गरेपछि त्यो स्पेरिकल सेप एटेन गर्ने भयो सर्फेस एरिया घट्ने भयो त्यही भएर तिनीहरूको बोइलिङ पोइन्ट र मेल्टिङ पोइन्ट पनि घट्ने भयो। अनि अर्को हाम्रो के थियो 2 क्लोरोब्युटेन र क्लोरोब्युटेन चाहिँ स्ट्रेट चेनवाला हुन् स्ट्रेट चेन अनि कार्बन नम्बर पनि सेम छ तर सबभन्दा बढी चाहिँ कसको हुन्छ 1 क्लोरोब्युटेनको हुन्छ ठीक छ। त्यही भएर हाम्रो एन्सर के भयो 1 क्लोरोब्युटेन भन्ने पनि एन ब्युटाल क्लोराइड भने पनि सेम हो नि त एन ब्युटाल क्लोराइड चाहिँ कमन नेमिङमा भयो आइयुपिएसीमा चाहिँ के भयो 1 क्लोरोब्युटेन ठीक छ। त्यही भएर हाम्रो एन्सर चाहिँ कुन भयो त एन ब्युटाल क्लोराइड चाहिँ यसको हाइएस्ट बोइलिङ पोइन्ट भएको एन्सर चाहिँ यो भयो ठीक छ। यहाँसम्मको एमसिक्यू बुझ्यौ यहाँसम्मको एमसिक्यू बुझ्यो होला हो। यो भिडियोमा चाहिँ हामीले यति नै गर्छौँ। अब नेक्स्ट भिडियोमा चाहिँ हामीलाई हेलो अल्किनको अरू क्वेसन के जस्तै कन्भर्जन भयो अनि कम्पाउन्ड ए चाहिँ बीसँग रिएक्ट गर्यो अनि बी चाहिँ सीसँग रिएक्ट गर्यो सी चाहिँ डीसँग यस्तै सिक्वेन्समा चल्ने टाइपको क्वेसनहरू हुन्छ नि त्यो गर्छौँ क्या। लास्टमा अनि फाइन्ड एबीसीडी भन्छ नि हो त्यस्तो टाइपको क्वेसनहरू गर्छौँ लङ क्वेसनमा आउँछ त्यस्तो टाइपको क्वेसन गर्छौँ। अनि पहिला सालमा आएको त्यो एनइबीको क्वेसनहरू पनि त्यहाँ हेर्छौँ। अनि यो क्वेसनहरू बुझ्नलाई चाहिँ त्यो क्वेसनहरू बुझ्नलाई चाहिँ तिमीलाई हेलो अल्किनको अगाडिको भिडियो त्यो 4वटै भिडियो चाहिँ हेरेको हुनुपर्छ अनि बल्ल मात्र बुझिन्छ नत्र फेरि तिरिमिरी हुन्छ। सो अगाडिको त्यो 4वटा भिडियो हेरेर अनि ठ्याक्क यो त्यो भिडियो तिमीहरू आयो भन्दै अरू चाहिँ अरू केही सजेसन छ यस्तो लाइक कमेन्ट पनि गर्न पऱ्यो है। अनि हामीलाई चाहिँ कन्ट्याक्ट गर्न चाहन्छौ भने चाहिँ हाम्रो यहाँ फेसबुक टिकटक जिमेल यति 3टैको एक्सेस चाहिँ त्यहाँ स्क्रिनमा देखाउँ हो त्यहाँबाट चाहिँ तिमीले हामीलाई डाइरेक्टली कन्ट्याक्ट पनि गर्न सक्छौ। यति भन्दा चाहिँ नेक्स्ट भिडियोको लागि चाहिँ अब रेडी भएर बस। यहाँसम्मको त्यो 3टा भिडियो हेर
पढ, नोटहरू राम्ररी बनाऊ। अब चाहिँ हाम्रो भेट चाहिँ त्यही नेक्स्ट भिडियोमा हुन्छ हो। हेलो वेलकमको 5th भिडियो हुनेछ, क्वेसनहरू हेर्छौँ ल। त्यति भन्दा चाहिँ बाई भन्न चाहन्छु।